हेलो गाइज गुड मर्निङ सबैलाई। आजको ब्लगमा सबैलाई स्वागत गर्न चाहन्छु। म चाहिँ अहिले घाँस काट्न जाँदैछु गाइज अहिले बिहानको समयमा। र सबैलाई धेरै धेरै माया। मेरो काम हेरेर मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। बोइ नमस्ते। हजुर आफैलाई हेर्न सक्नुहुन्छ हाम्रो गाउँ यस्तो छ। म हिजो आम गएँ भारी काप्रा रुख छ ठुलै ठुलो काप्रा रुख ठुलै ठुलो छ। अब त्यसमा गएर चढेर काट्नु पर्ला अनि झार्नु पर्ला घाँस। हेर्न सक्नुहुन्छ त्यहाँ रुख देखिएको छ नि, त्यो हिँड देखाइदिन्छु है। हो बिहानै हुन्छ यो। हो यो रुख छ नि, हो त्यही। ए नानी यहाँ चाहिँ घाँस छ पन्न हेर्नु होला। म रुख चढेको घाँस झारेको नानीलाई भिडियो बनाइदिन्छु ल त। अहिले भेटौँला। हस् बाई बाई टाटा। गाइस मैले भनेको अघि रुख चढ्ने भनेको यही हो। यसमा चढेर म घाँस झार्छु। यो चाहिँ मेरो भाइ बहिनीहरूले झारेको। अब आधा चाहिँ म झार्नु छु आज। नानी यता आएछ। यो हेर्न सक्नुहुन्छ गाइस, यो रुखमा म चढ्नेछु। मेरा साथीहरू आउँदैछन् यता न। भाइहरू मेरा भाइहरू आउँदैछन्। छिटो आएन तँलाई मेरो भ्लगमा देखाउँछु। यताबाट यताबाट। अब हेर्न सक्नुहुन्छ है ढान्टना सिनेमेटिकमा। अब अर्को भाइलाई ल ल ल छिटो आइज। विप्लव 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 ढान्टना। कालो देखिँदो रहेछ हौ। ए हाम्रो देख्न सक्नुहुन्छ आज आयुष ठकुरीजी अब घाँस काट्दै हुनुहुन्छ। यिनी चाहिँ अब यहाँ हाम्रो गाउँको चाहिँ 1 नम्बर छन् बाँदरै भनौँ रुख सर्ने। ओइ किन यस्तो बोबाल देखाउँछ बे? अब रुख चढे है म गाइज। आइस मोबाइल त के हो बवाल बना हाँस त। मोबाइल त खतरा बाखा त के हो अघिको त। किन यस्तो क्लिन देखाएर किन यस्तो क्लिन देखाउँछ? क्लिन के पुरा सफा क्लियर। ओहे साथीहरू बाख्राको लागि घाँस काट्न आएको छु म। बाख्राको मासु कोलाई मनपर्छ? हाम्रो घर काटेपछि बोलाउँछु म तपाईँहरूलाई। त्यतिकै होइन किन्न आउनु होला। खसी मासु बाख्रा मासु 500 रुपियाँ किलो। 500 रुपियाँ हो? साथीहरू 500 रुपियाँ हो त नानी बाख्रा मासु। दिनपछि रुख चढ्दैछु। एकचोटि यहीँबाट नि दादा खस्या। कस्तो खतरा आयो हानी दादा। के पुरा क्लियर देखिरहेको के सफा। हजुर डर लाग्दैन त्यता माथि? उताका बाख्रा हानिन्छ त। सामान्य हो त। हेर्न त लक 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 खुट्टा। तर कति दिनपछि चढेपछि खुट्टा लक 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 गर्नु रहेछ कि बेला।
7 महिना पछि चरेको म जनकत भइयो दा ल त साथीहरू म घाँस बजिनी देखाउँछु है बाई बाई धेरै रुख चरे हेर्नु न के गाइज अरू साथीहरू मैले घाँस काटिसकेँ म झर्दैछु देख्न सक्नु भने चाहिँ हाम्रो गाउँको बादर चाहिँ अब झर्दै हुन्छ अब उहाँ हेर्नु छुट्टै पारिसक्यो बादर चाहिँ अब बिस्तारै झरिरहेको छ हेर्न सक्नुहुन्छ है नि यस्तै झर्दैछ लौरे बादर चाहिँ अब यो उसले घाँस काटेको चाहिँ यति हो गाइस घाँस काटेर नानी यहाँ सपन यति हो घाँस चाहिँ काटेको अब अब के गर्ने त्यो सबै हाल्के एकचोटि गाइज मेरो दुःख मेहनत हेर्न सक्नुहुन्छ हेर्नु उसले चाहिँ काटेको यति हो घाँस यति काटेको नि दुःख भन्छ यस्ता छन् मान्छे हाम्रो पृथ्वीमा देखेर के छ के तेरो हाल ठिकै छ अब के भन्नु मेरो भाइ प्यारो भाइ मामाको छोरा यी ध्यान चम्बा छ कि आजभोलि हेर्न सक्नुहुन्छ यी कपाल पालेर यो हेर्न सक्नुहुन्छ यी यो कपाल हल्लाइ त्यो त्यस्तो राजा समाल त्यस्तो गरेर गर्दा गर्न नानीले यहाँ घाँस भन्दै थिएँ किन यस्तो क्लियर निकाल्छ है किन यस्तो क्लियर निकाल्छ मेरो फ्युचर वाइफको लागि एउटा म सायरी भन्न चाहँदैछु अनि हाम्रो अरे अनि बिस्तारै हाम्रो एउटा संसार हुनेछ तिमी आमा हुनेछौ म बुवा हुनेछु छोरा भए आदम नाम राखिदिउँला छोरी भए हब्बा प्रभुको वचनदेखि सिकाउँला असल असल के अरे असल गुणमा हुर्काउँला अनि हाम्रो छुट्टै संसार हुनेछ माया यो तिम्रो लागि है भन्ने अझ ल नाम भन्नु न अहिले यो बिहेपछि देखाउने हो कि त्यो फ्युचर वाइफलाई अन्त गाइज ल त गाइज नानीले घाँस बन्दै चाहिँ अब हामी चाहिँ अब घरतर्फ यो घाँस बनेर घरतर्फ लाग्नेछौँ एकदमै दुःख भयो रुख चढ्ने डर लाग्थ्यो नि त खुट्टा यस्तो काम छ ल त है ल त गाइज नानीले हेर्न सक्छ यस्तो राम्रोसँग मेहनतसँग काम गरिरहनु भएको छ यसलाई म सिनेमेटिकमा ल्याउने छु नानीले चाहिँ घाँस छपनिसकेको छ अब म बरेमा हाल्नेछु अनि बोक्नेछु अनि घरतर्फ लाग्नेछु गाइज लिएर अब सब्सक्राइब गरेर ए ओके ओके म घर गएर हेर्छु अलि नेट छैन नि त हावा पसिरहेको त कहाँबाट पस्छ कि हावा ल त गाइज यहाँ न उही कति 51 भयो खै फिर्ता नआउँछ है फेरि अस्ति तले गर्दा 3टै फिर्ता आएको थियो ल नानी देखा म बरेमा हाल्छु अब हेर्न सक्छ दादाले काम गरिरहनु भएको छ आवाज झोटा आउँछ लाग्यो मकै दिन सक्दैनस् आफैले त मलाई खान्छस् आफैले त मलाई पैसा मागिरहनु थियो ओइ एक जग्गा मकै खान्छस् हालिदिउँ यो तेरो बाख्रा हालिदिउँ ल एकले मकै खान्छस् ओइ के हो यस्तै हो के हालिदिनु तँलाई डर लाग्यो मकै आइएर हो है बजारमा 25 रुपियाँ एउटा 25 रुपियाँ 25 रुपियाँ बढी हाल्ने माहा भर्खर उठेको गरे आस्ते जाइदिउँ क्या भिडियो खिचखिच हाल्छ कि फेरि पछि गिटार के आउँछ क्या मेरोमा त
गिटार र गीत बाहेक केही आउँदैन हाँ? गिटार र गीत बाहेक केही आउँदैन कि मेरोमा अहिले हेर्न सक्नुहुन्छ यी सो गाइस मैले चाहिँ घाँस बोकिसकेँ अब खुर्पा खै ल राम्रोसँग गइस् ल ल बाई 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 यहाँसम्म आएर टाइम वेस्ट गरे मसँग टाइम बिताइस् ल धन्यवाद ल विप्लव भाइ हाम गएका घर तेरो मोबाइलले ल त गाइस मैले चाहिँ घाँस काटिसकेँ होइन यो चाहिँ आज अनि बाख्राको लागि मैले घाँस काट्न आएको गाइस अब घर जाँदैछु म भारी बोकेको कस्तो कस्तो देखिन्छ म ए बर्रे छोटो भइसक्यो गाइस ल त गाइस यो भिडियो हेरेर साथ दिनु होला सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला हरेक ठाउँ भएका मानिसहरू कहाँ पुर्याइदिनु होला म विनम्र अनुरोध गर्न चाहन्छु आजको भ्लगमा यति नै राख्न चाहन्छु मेरो प्यारा साथीभाइहरू लभ यु बाई बाई सी यु टाटा